तो गाइज वेलकम टु द माई नो ब्लग। आज चाहिँ मैले ठ्याक्कै होइन बाइक गाडी स्टार्ट गर्दैछु ब्लग चाहिँ। हामी चाहिँ आज मेला जानु लाग्यो, शुभघाट मेला। बेलकुना भन्छ कि त्यसलाई के भन्छ अरे? शुभघाट बेलकुना र उसको बिचमा के भेरीको बिचमा लाग्छ। हामी चाहिँ ओह्रालो लगाइसक्यौँ। अफरोड हाम्रो घरबाट अफरोड छ। केटाहरू चाहिँ पछाडि अरे ल कस्तो कस्तो हुन्छ म चाहिँ बताउँदै जान्छु होइन। नास्ता खास्ता खाएर हिँडेको म चाहिँ केटाहरूले क्यारे थाहा पाएन। खायो कि नै मिलनहरूले पनि खाएछन्, मैले पनि खाएको हो। ल हामी चाहिँ अब हिँड्यौँ है, त्यही हो। यिनीले कपडा लगाए, यिनी बुलबुले जाने अरे होइन। एउटा तम्सियो फेरि यहाँ यो जाने एउटा दामी लेखेर पैसा कमाउँदैछ उहाँ। तिमीलाई यिनी जान्छ नि है। हामी चाहिँ यहाँ यिनीहरू केटाहरूले रुमले चाहिँ रुममा आएर बसिरहेको छौँ है। लगाइज हामी चाहिँ होइन बाइक चाहिँ त्यहाँ राख्यौँ। मैले चाहिँ मेरो बाइक ल्याएन कि, त्यही भएर यानिस ल्याएर आएको नि त। त्यही भएर हामी चाहिँ ट्याक्क आएको यो पुलमा भिडियो सिडियो बनाउन लाग्यौँ होइन। यता यस्तो छ है बबाल। अब यिनको भिडियो बनाइदिनु पऱ्यो, मेरो भिडियो चाहिँ बनाएर सक्यो नि त। अब हामी चाहिँ यहाँ बाटोमा आइसक्यौँ होइन, सुर्खेतदेखि बेलकुना जाने बाटोमा। यता यो मिक्सचरहरू चलेको नि त्यहाँनिर आइपुग्यो कि। ल यही हो अहिलेको चाहिँ यही हो। फाइनल्ली गाइज हामी चाहिँ होइन मेलामा आइसक्यौँ नि। यहाँको माहौल चाहिँ यस्तो छ। अब चाहिँ हामी काममा लाग्छौँ होइन। पुलमा यतिजना छ नि, यस्तो छ यता चाहिँ। हामी चाहिँ आइसक्यौँ फाइनल्ली। अब के कस्तो हुन्छ अरू चाहिँ बाँकी देखाउँछ होइन। मेला चाहिँ यही हो, शुभघाट भेरीको किनारमा बबाल मेला। ल देख्न सक्नुहुन्छ। आउनु पऱ्यो, रमाइलो गर्नु पऱ्यो, हामीसँग फोटो खिच्नु पऱ्यो, त्यही त हो। ल त्यही हो। तपाईँको बिहानको सुरुवात कसरी भयो त्यो मलाई थाहा छैन। हाम्रो बिहानको सुरुवात मेगासिटीबाट भयो। त्यो भन्न मिल्दैन किनकि मेगासिटी खाएकै छैन। यो नदीको किनार, भेरी नदीको किनारबाट मेला हेर्ने तरिकाले भएको छ, पौडी खेल्ने तरिकाले भएको छ। हेर्नु भएन क्या।